तैँले मेरो बारीको मुन्टा चोर्छस् भने त मलाई भन्थे, मैले विश्वास गरेका थिइनँ। आज मेरै आँखाले देख्छु। तँ बुढोको आँखामा किरा पर्यो नि क्या? कसलाई चोर भनेको बुढो? कसलाई चोर भनेको? तँलाई भनेको, तँलाई सुनिनस्? तेरा चिल्का आँखा छन्, मैले देखेको। त्यसो भए म के गरौँ त? उडेर घर जानु त बुढो? तेरो घोर्ने सोच छ भन्ने ठुलो कुरा गर्छस्? गर्छु त। सिंगल सिंगल खेल्छस् बुढो? आइज के गर्नु भएको यस्तो? यो सेन्चुरी हाफ सेन्चुरी त झगडा गर्नु भएन नि। चोर त्यसैको ठुलो चोर। आइज बुढो, सरले केही भन्नु? को सर? सरले झगडा पर्नुहुन्छ। यो बुढो सुन्नुहोस् मेरो कुरा, तपाईँहरूले जति नै सलाई कोरे पनि घिउ नहालुन्जेलसम्म आगो बल्दैन। हेर्नुहोस्, त्यही भएर तपाईँहरू सलाई कोर्नुहोस्, म घिउ हाल्छु। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी। बा तपाईँ यता आउनु त। मेरो त सत्ताकै बनायो भने तपाईँ सरले भन्नुहुन्छ, भन्नु हात लाउनु हुँदैन है। लात लगाउनु। ए बा, तपाईँको मुन्टा चोर्ने त्यही जबल्टी हो। शाबास। मैले आँखाले देखेको छु क्या। 2 महिना अगाडि त मोबाइल हराएको होइन हो कि होइन? अब आधी अनुमान गर्नुहोस् मोबाइल कसले चोर्यो होला भनेर। तपाईँ यो कहानीको कृष्ण हो। कंसको जस्तो वध गर्नुहोस् न, देख्नु भन पत्रकार तपाईँको साथमा। म छु त फुल सपोर्टमा। हानिदिनुहोस् क्या बा। यस्तो चोरलाई नि राखिराख्छन्, यसलाई हानिदिनु क्या, हानिदिनु। एकैछिन पर्खेन है, म त्योसँग कुरा गरेर आइहाल्छु। दाइ यहाँ सुन्नुहोस् न, मलाई थाहा छ तपाईँले मुन्टा चोर्नु भएको छैन। सत्य कहिले नै हार्दैन क्या दाइ। अब त्यो नाति बुढोको मुन्टा चोरेर हुनुपर्छ त तपाईँले? कैसे कैसे लोग रहते हैं यार यहाँ पर। आफूले गरी खान सकिँदैन, न्यु खुद्दो रहेछ बुढो। हानिदिनु क्या दाइ। त्यो जा बुढो त छ, एकैचोटि मर्छ। हान्नी हो, हान्नी। कंटेंट पैसा ही पैसा होगा। जिस राह पे तुम चल रहे हो बेटा, एक दिन बुरी तरह फंसोगे। हानिदिनु क्या दाइ। त्यो जा बुढो त छ, एकैचोटि मर्छ। हान्नी हो, हान्नी हो। हेलो सही साहब, यहाँ गोकर्णको डाँडामा आउनु न। 2 जना खोइ झगडा गर्दै हुनुहुन्छ, अघिदेखि मारामार भइसक्यो। बुढा 12 1 जना ठिकै ठिकैको दाइ छन्। लु छिटो आउनु त। एउटा सोसल मेसेज दिनु तपाईँले। अभी मजा आएगा ना भिडो। म तल गरिदिन्छु है त। अनि आउनु। ल हेर्नुहोस् दर्शकबिनहरू, मैले एक मामलाको गम्भीरतालाई बुझेर समयमै पुलिसलाई फोन गरेँ। पुलिसहरू पनि आइपुग्नु लाग्नु भयो होला। हेर्नुहोस्, तपाईँहरू पनि यस्तो सिचुएसनमा हुनुहुन्छ भने नडराउनुहोस्, नआत्तिनुहोस्, केही नसोच्नुहोस्, पुलिसलाई फोन गर्नुहोस् र मामला सेटल गर्नुहोस्। हेर्नु त मैले यति मजाले मामला मिलाइदिएँ नि। हाँ भाई, कैसी लगी? आगे स्वाद। उहाँ सेन्चुरी झन्डैले गए, हाफ सेन्चुरीको हातबाट। यति भन्दै ल हुन चाहन्छु दर्शकबिनहरू सबैजनाले जलिउड क्रिएसनलाई लाइक शेयर र कमेन्ट गरिदिनु होला है त। गर्ने कि नगर्ने? हाण हाण
किनेर खान्छ किन्दैन यो बुढोलाई आज म मारिदिन्छु म मार्छु तँलाई म मार्छु तेरो के गरेको म मारिदिन्छु के गरेको यो भाइ कहिले गल्टो यहाँ न्यु खोज्दो रहेछ बुढो हान्दिनु न हान्दिनु हान्दिनु तपाईँ अगाडि के भयो